भाउजू क्या भयो बाबु? म अब तिमीहरूसँग बस्न चाहदैन। घरमा जे जति छ भाग हाल्देऊ। म अब छुट्टै बस्छु। भाग हाल्नको लागि यो घरमा क्या छ? एकटा जमिन छ र जो बाबुआमा पाल्छ उही खान्छ। तिमीहरू छौ त तिमीहरू बाबुआमा पाल्न सक्दैनौ। मलाई जसरी भए पनि मेरो भाग चाहियो। म जहाँ गएर पनि जे गरौँ मेरो भाग मलाई चाहियो। केको भाग मात्रै चाहियो? भाग चाहियो र मान्छे कता नै अहिले भाग खोज्ने जोइले क्या गर्नु? तँलाई भया क्या हो? मलाई केही भए छैन। मलाई तिमीहरूसँग बस्नु छैन। मलाई मेरो भाग चाहियो। आमा बुवा पाल्न सक्छस्? पाल्दैन म आमा बुवा। आफूलाई जन्म दिने आमा बुवालाई पाल्न सक्दैनस् भने तेरो यो घरमा कुनै अर्थ छैन, बुझिस्? तँलाई भाग चाहियो? तँलाई एक जमिन छ, जा तेरो नाममा भयो, जा जे गर्छस् गर, बेचेर खा, खेती लगाएर खा, जे गर्छस् गर, जा। आमा बुवालाई म पाल्छु। म जबसम्म आमा बुवा जिन्दा छन् तबसम्म म पाल्छु मेरो आमा बुवालाई। निकल जा। दिमाग खराब हुँदै यार, कसरी सम्झने? कुनै हालले पनि यो मान्छे यार कहिल्यै भएन यार आफ्नो, यार कहिल्यै भएन आफ्नो, यार जति गरे पनि कहिले के भन्छ कहिले के भन्छ यार। के गरिनँ एका लागि मैले, के गरिनँ ल भन् त? सब थोक गरेँ मैले, पढ जति पढ्नु सक्छ पढाउँछु मैले भने, त्यहाँ पनि भएन। गर्नुसम्म गरेँ, यति त कसैको दाइले पनि गर्दैन होला के।